बाहिर आयो नि बोल्नु। शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 7 शान्तिनगर अवस्थित जीवनसागर उपनाम नारायण दत्त अधिकारी नाम। उहाँले यो हाँसलाई एउटा पोखरी बनाउनु भएको छ, हाँस पाल्नु भएको छ। अनि यो हाँसको रमाइलो पनि हेर्न पाइएको छ। बल खेलेको नि देख्न पाइन्छ। यो हाँसले बल खेल्छ। यहाँ एउटा सानो बल छ यहाँ कुनामा। त्यसरी अब यही हाँसलाई खोर, यो चिटिक्कको यता यो दुई पाखे हाँसलाई खोर हो, बस्ने घर। त्यसरी उहाँको यो कटेज चाहिँ खरले छाएको कटेज हो, गजुर। अनि यसो बस्ने क्यार्ने कुर्सी सिटहरू पनि भएको छ। अनि यता यो गार्डन भयो। यहाँ विभिन्न थरीका फलफ्रुटहरू छन्। यहाँ आँप लगायत यो आँप हो। अनि केरौ, अनि यतापट्टि यही पोखरी भयो हाँसको। त्यहाँ कुखुरा पनि पाल्न मिल्छ यसमा। माथिल्लो खानामा कुखुरा, तल्लो खानामा हाँसको रमाइलो यहाँ चाहिँ अन्डा पार्ने तयारीमा। यतापट्टि केरा बगैँचा, केरा घारी, केरा बारी, स्याङ्जाको रामदीको नजिकै एउटा केराबारी भन्ने ठाउँ छ। त्यसै चाहिँ यो पनि केराबारी नै हो। केरा पसाख जाडोले गर्दा ठिम्रिङसिङ भयो। त्यसपछि यहाँ केरा पसाएर चाहिँ नि खपी खाना छैन, कति खाइ। यो गर्मी लासी बढ्छ। यतापट्टि यो पछाडिपट्टि घरको यो पछाडिपट्टिको भाग हो। अनि यता पछाडि पनि एउटा पक्की पिच रोड छ। त्यता निस्किनको लागि यो गेट हो, कम्पाउन्डको साथै हेरी यो गेट हो। यतापट्टि यो पिच रोड छ। यो पिच रोड हो। त्यसरी नै अब वहाँ देखियो घर हो। यो यति लामो छ पिछाड। यो अन्तिम चाहिँ यता पछाडिको गेट। अनि घर त घरभन्दा उता हाइवे हिमाल जाने बाटोमा जोडिएको जोडियो। यो घर बिक्रीमा पनि छ। कसैलाई इच्छा भए यो होटलै चलाउन मिल्ने, रेस्टुरेन्ट चलाउन मिल्ने खालका विभिन्न भित्र कोठाहरू छन्। इच्छा हुने साथीहरूले सम्पर्क राख्दा हुन्छ। अनि अब यो अगाडि घर मात्रै लिने मान्छे पाए भने दिने, नत्र यो सबै लिने पाए पनि दिने। नत्र यो पोखरीबाट यता यही कटेजलाई छोडेर यतापट्टिको यो पनि पछाडिको बाटामा जोडिएको घडेरी पनि बेच्न सकिन्छ। कसैलाई इच्छा भए आउन सक्नुहुन्छ। यहाँ पनि यो गेट हो। फेरि यता कटेजतिर जाने गेट अटोमेटिक तारेसी खुल्यो, छोडिदिएपछि बन्द भयो। यस्तो खालको छ नि अटोमेटिक सिस्टम भन्छ। माथि सिलिङ, यो कटेजको सिलिङ हो, यो प्लाइवुड सिलिङ। ल म उहाँकै मामा गोडाखर पौडेल। यो कटेज छाम्ने पनि म हो। मैले छाएको हो। र मेरो पनि अलिकति यहाँ मिहिनेत लागेको छ भान्जाको लागि भनेर। कसैले यस्तो मन्दिर बनाउन चाहेमा वा कटेज बनाउन चाहेमा सम्पर्क राख्नु होला। अहिले यसरी खरले छाम्ने मान्छेहरू सिटमिति पाइँदैन। मैले गाउँघरमा अलिअलि सिकेको थिएँ र यहाँ पनि त्यसैको सदुपयोग गरेको हो।
के थियो काउली भन्दा सन्दा यताउता। यहाँ पहिला बोर्डिङ चलेको थियो, बोर्डिङ अहिले बन्द भयो। यो टिमुरको बुटो फेरि यो फलेर जाने खपी खाना थिएन, अहिले त टिपेर खाएको अवस्था छ। हाम्रो नारायण सर यस सम्पत्तिको प्रोप्राइटर उहाँ हुनुहुन्छ। यही हो, धन्यवाद, सम्पर्क गर्नु होला। ओके।